फेरि पनि अब नयाँ भिडियो लिएर आइसकेँ होइन 2081 साल ग्रेड इम्प्रुभमेन्ट इक्जाममा सोधेको फाइन्ड द भ्यालु अफ भनेर यो दिएको छ राइट। यो हेर त यसमा चाहिँ यो जुन यसरी चाहिँ म्याट्रिक्सकोमा चाहिँ सिधा खालको यस्तो लाइन आएको छ भने चाहिँ तिमीले के बुझ्नु भन्दाखेरि यसले चाहिँ डिटर्मिनेन्ट पत्ता लगा भनेको। यो भनेको के हो डिटर्मिनेन्ट पत्ता लगाउनु भनेको। सो अब हामीलाई चाहिँ के थाहा छ त भन्दाखेरि हिजो पनि हामीले लास्ट भिडियोमा पनि हामीले म्याट्रिक्सको सल्भ गऱ्यौँ। सो अब यसमा धेरै केही छैन एकदम सिम्पल खालको हिसाब हो र यो हिसाबले चाहिँ 3 मार्क्स क्यारी गर्छ। कति मार्क्स क्यारी गर्दो रहेछ त 3 मार्क्स क्यारी गर्दैछ। सो यो हिसाब जानेको छैन भने पेनसम्म हेर यो हिसाब कसरी गर्ने क्लियरली आउँछ है त। अब सुरु गर्छौँ फेरि सोलुसनबाट हो। सोलुसनबाट सुरु गर्दाखेरि चाहिँ अब हामीले धेरै केही गर्न पर्दैन। अब 1 1 1 A B C B C C A A B। अब यो देख्दाखेरि अलिकति गाह्रो लागे पनि होइन तर यो एकदम सजिलो छ है। बेसिक हाम्रो नम्बर राखेर गर्दा जस्तो गर्छौँ त्यही गर्ने हो है। अब यहाँ हेर त सुरुमा चाहिँ के छ त भन्दाखेरि 1 छ होइन त्यसलाई 1 राख्छु भन्दा अनि 1 राखिसकेपछि अब के गर्ने त भन्दाखेरि यो रो र यो रोलाई कोलमलाई छोडिदिन्छौँ। सो अब के भने B into AB माइनस अब C into CA C into CA यसरी गरिन्छ। अनि त्यसपछि अब सेकेन्ड चोटिमा चाहिँ हामीले के गर्छौँ भन्दाखेरि यो माथिको रो र यसलाई छोडेर अब यो बाँकीलाई चाहिँ हामीले लिन्छौँ। अनि सेकेन्डमा त जहिले पनि अब यहाँ प्लस यहाँ माइनस यहाँ प्लस हुन्छ यो थाहा भयो होला है। सो माइनस ए अनि यो 1 into AB 1 into AB माइनस 1 into CA यति गर्छौँ। अनि लास्टमा प्लस अब यसमा चाहिँ हामीले के गर्छौँ त भन्दाखेरि यो रो र यो कोलमलाई छोड्छौँ र बाँकी चाहिँ हामी गर्छौँ है त। सो BC ब्राकेटमा अनि 1 into C माइनस 1 into B यसरी चाहिँ गर्छौँ। अब यसलाई 1 ले मल्टिप्लाई गर्नु पर्ने AB स्क्वायर माइनस C स्क्वायर A अनि माइनस A स्क्वायर B माइनस इन्टु माइनस प्लस हुन्छ यो थाहा होला होइन। अनि A स्क्वायर C हुन्छ अनि प्लस BC स्क्वायर माइनस B स्क्वायर C भनेर हो। सो अब यस्तो भयो होइन। अब हामीले के गर्छौँ त भन्दाखेरि अब यहाँबाट चाहिँ के कमन लिदिउँ त भन्दाखेरि A कमन लिदिउँ। A कमन लिदिसकेपछि के हुन्छ B स्क्वायर माइनस C स्क्वायर हुन्छ हो। माइनस अब यहाँ के कमन लिदिउँ त भन्दाखेरि A स्क्वायर कमन लिदिउँ। A स्क्वायर कमन लिदिसकेपछि माइनस यहाँ गयो होइन अनि C भयो प्लस अब BC कमन लिदिउँ। यहाँबाट BC कमन लिदिसकेपछि के हुन्छ त भन्दाखेरि यहाँ C बाँकी रह्यो यहाँ चाहिँ माइनस B बाँकी भयो हो। अब हामीलाई के थाहा छ त भन्दाखेरि यो A यो B स्क्वायर माइनस C स्क्वायर भनेको B प्लस C B माइनस C माइनस A स्क्वायर B माइनस C। अब यसलाई माइनस गरिदियो भने चाहिँ के हुन्छ त भन्दाखेरि माइनस BC गरिदियो भने अब के हुन्छ यो B माइनस C हुन्छ थाहा छ बेसी सबैले हो। अब हेर त यतिमा तिमीहरूले के देख्नु पर्यो त भन्दाखेरि सबैजनाले यो B माइनस C यो B माइनस C
अनि यो b माइनस c कमन लिन सकिन्छ नि हैन त्यही त्यसलाई कमन लिदिनु b माइनस c कमन लिदियो अब के बाँकी रह्यो त फर्स्टमा a b प्लस c माइनस a स्क्वायर माइनस bc यो आइगयो नि आएन अब यो b माइनस c अनि अब यो ब्रैकेट खोल्दो ab प्लस ac माइनस a स्क्वायर माइनस bc यसो त्यही हो न अब तिमीले के गर्ने त भन्दाखेरि यो र यसबाट कमन लियो अनि योबाट यो दुईटाबाट कमन लियो हो सो के हुन्छ अब है त यो b माइनस c त यो साइड लागिसकेर साइडै छोडिदिने ब्राकेटै चेन्ज गरिदियो होइन ब्राकेट गरिदिनु मिल्दैन त्यसो गरौँ ब्राकेट राखौँ अब यो र योबाट के कमन आउँछ a कमन आउँछ a कमन आउने बित्तिकै त b माइनस a भयो अनि प्लस अब यो दुईटाबाट चाहिँ के कमन आउँछ c कमन आउँछ c कमन भएपछि a माइनस b भयो अब b माइनस c अनि अब हेर त यो यसको साइन चेन्ज गर्नको लागि हामी के गर्नु पर्यो त भन्दाखेरि c प्लस सरी c ब्राकेट a माइनस b छ अनि यसको माइनस यो प्लस छ यो अगाडि प्लस हुन्छ त्यसले माइनस गरिदियो भने के हुन्छ त भन्दाखेरि माइनस अगाडि आएपछि माइनस कमन लिएपछि अब यो चाहिँ a माइनस b भयो हो अब हेर त b माइनस c अब के कमन आयो दुईटैमा a माइनस b कमन आयो क्या अनि के बाँकी त c माइनस a भयो अब यसलाई अलिकति एरेन्ज गर्नु नि त हैन अहिले गर्दाखेरि के हुन्छ त a माइनस b अनि b माइनस c अनि c माइनस a ल यो चाहिँ हाम्रो एन्सर है ल खासै गाह्रो छैन हैन यो अलिकति सिम्प्लिफिकेसन बढी गर्नुपर्छ सिम्प्लिफाई गर्नुपर्छ अब यति यो सिम्पल खालको छ यसलाई खासै हामीले आत्तिन भएन यस्तो खालको क्वेसन्सहरु सोध्छन् है र यस्तै खालको अरु पास्ट इयर क्वेसन्सहरु चाहिँ तिमीहरूलाई सोलुसन चाहिन्छ भने प्लिज सब्स्क्राइब गर्नु होला अनि साथीहरूलाई पनि शेयर गर्नु होला यो कसरी गर्यो त भनेर है ल नेक्स्ट भिडियोमा भेटौँला फेरि थ्यांक यू सो मच